फेरि पनि सबैजनालाई नमस्ते। विशेष गरी म दिदीलाई सुरुमै धन्यवाद दिन चाहन्छु। आफ्नो माइती यही बैँसा हो, शान्तिनगर 5 बैँसा हो। हाल घर उहाँको बबई गाउँपालिका वडा नम्बर 7 पञ्चकुले झारगजरी भन्छ नि, झारगजरी उहाँको घर। तैपनि आफ्नो माइती ठाउँमा यसरी बनिरहेको हुन त बबईबाट पनि पर्छ यो, तर बबईबाट यति धेरै सहयोग भने हामीले पाएका छैनौँ। केही व्यक्तिले सहयोग चाहिँ गर्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छौँ। त्यति भने जतिको सहयोग भने बबईबाट आउन सकिएको छैन यो घाटको लागि। तर मेरो दिदी, आदरणीय दिदीले यस घाटमा हाम्रो भाइहरूले दाइहरूले गइरहेको काममा पनि थोरै सहयोग गर्छु भनेर आज 5,005 रुपियाँ लिएर यही घाटमा आउनुभएको छ, सहयोग गर्दै हुनुहुन्छ। कल्पना चौधरी दिदीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सहयोगको लागि। कसैले सहयोग गर्न चाहनुहुन्छ भने सहयोग गरिदिनु होला भन्दै हाम्रो जिउ पनि यही हुनुहुन्छ हाम्रो, र सबै काममा व्यस्त हुनुहुन्छ। समिति बगाल धेरै छ फेरि हाम्रो, सधैँ पनि अरू देखिनुहुन्न भन्ने तपाईँहरू लाग्न सक्छ होला। यस्तो केही पनि होइन, कहिले म बिजी हुन्छु, कहिले उहाँ हुनुहुन्छ, कहिले अर्को हुन्छ। हामी सबै आफ्नो काममा बिजी छौँ, तर पनि बचेको समयलाई घाटलाई पनि बनाउनुपर्छ, हाम्रो ठाउँको हो भनेर लागिरहेका छौँ। समय व्यस्तताका कारण हामीले यसलाई म्यानेज गरिराखेका छौँ। अहिले भने केही सहज भएको छ, कर्मचारी राखेको छ यहाँ चिसापानी घाटमा हामी राखेका छौँ। कर्मचारी भएदेखि अलि राम्रो पनि भएको छ भन्दै थोरै माग उहाँले के भनिदिनुहोस्। नमस्ते। आफ्नो बुवाको सम्झनामा बुवाको माइत उनको माइत शान्तिनगर 5 बैँसे, बुवाको घर पहिले उनको जन्म घर चाहिँ बैँसे, अहिले कर्म घर चाहिँ उनको बबई 7 झारगन्जीबाट पनि एउटा यो ठाउँलाई देखेर बुवाको सम्झनामा भए पनि म बुवालाई सम्झेर थोरै भए पनि त्यो घाटमा म पनि चाहिँ के थप्छु भनेर चाहिँ दुई बहिनीको कुरा भइरहेछ। दुई बहिनीको कुरा भइसकेपछि ल मामा मेरो फुपूको छोरीले पनि यो घाटमा सहयोग गर्ने अरे, मामा त्यहाँ लिन जानुहोस् भनेर आजै मैले खबर पाएँ भन्जीबाट। म गएर झारगन्जीबाट गएर उनी यहाँ आउनु चाहेर र उनले चाहिँ म आफ्नो बुवाको सम्झनामा 5,005 रुपियाँ चाहिँ सहयोग गर्छु भनेको हुनाले यो ठाउँमा चाहिँ अहिले चाहिँ भेट भयो। आज शनिबारको दिन पनि थियो। नमस्ते, मेरो नाम कल्पना चौधरी। मैले बुवाको सम्झनाको लागि गरेँ यो के अरे चिसापानी त्रिवेणी घाटलाई राम्रो देखेर मैले सहयोग गरेँ। के नाम बुवाको छोरीको? चन्द्रबहादुर चौधरी। चन्द्रबहादुरको सम्झनामा यो घाटलाई तपाईँले सहयोग गर्नुभयो।